अब स्वाभाविक रूपमा हुन्छ। 2081 चैत्र 15 गते हुन्छ चाहिँ के? जनप्रदर्शन हुन्छ, जनताहरू सडकमा छन्, जनताहरू गणतन्त्रको पक्षमा छन्, लोकतन्त्रको पक्षमा छन्। तिमीहरूले भनेका कुरा झुटा हुन्, ती झुटा कुराको पछि नलाग, तिम्रो सत्ता टिक्दैन भन्ने आम जनतालाई आह्वान हुन्छ। त्यो जनप्रदर्शन केका लागि? जनताको शक्ति सडकमा देखाउनको लागि। कसलाई देखाउने? राजावादीलाई देखाउने, जनतालाई देखाउने, एकले अर्कालाई उत्प्रेरित गर्ने। आज तपाईँ मलाई प्रश्न सोध्दै हुनुहुन्छ नि, जनता कहाँ छन् र तपाईँहरूसँग भनेर जब तपाईँ देख्नुहुन्छ त्यसपछि हेर्छन् भनेर तपाईँ नै भन्नुहुन्छ, फेरि मिडियामा फेरि भन्न थाल्नुहुन्छ। आज 10-20 हजार मान्छेहरू सडकमा आएछन्, मैले सुने त्यही होइन। त्यो मान्छेको लागि कत्रो ह्याबोक भयङ्कर डरलाग्दो भएर जुन प्रचार गरिरहनु भएको छ नि, ओहो अब लाख आउलान्, कहाँ हुन्छ 20 लाखको भन्दा त 1 लाख त बढी नै हुन्छ भनेर गणितमा त तपाईँहरूले प्रचार गरिहाल्नु होला। तपाईँहरूलाई पनि सजिलो पारिदिनु पर्यो नि हामीले। भनेको तपाईँहरूलाई पूर्व राजा ज्ञानेन्द्र र उनका समर्थकका प्रति राजनीतिक त्रास छ? त्रास होइन भने उनलाई देखाउन किन जनप्रदर्शन गर्नु पर्यो? उनलाई देखाउन होइन, यो देखाउनु त यसमा दुईटा पक्षलाई तपाईँले हेर्नुहोस्। सम्पूर्ण राजनीतिक दलहरू गणतन्त्रको पक्षमा प्रतिबद्ध छन् भन्ने देखाउन त उनीहरू काहीँ न काहीँ उभिनै पर्छ। एक अहिले बेला आएको छ, सत्तामा दुईटा गणतन्त्रवादीहरू नै छन्, ठुला दलहरू हो। सत्ता चाहिँ के गरेर बसिरहेछ भनेदेखि बडो अकर्मण्य भएर बसिरहेछ होइन। अब हामी सत्ताभन्दा बाहिर छौँ, प्रतिपक्षको भूमिका छौँ। हामीले त सत्ताको अकर्मण्यतालाई पनि भण्डाफोर गरिदिनु पर्ने छ र राजावादीहरू हामी हौँ भन्नेहरूलाई पनि हामीले भन्नुपर्ने छ, तिमी कुनै राजावादी होइनौ। अब यो देशमा राजाको कुनै ठाउँ गुन्जाइस छैन, जनता तिम्रो पक्षमा छैनन्, निश्चय नै हामीसँग असन्तुष्ट होलान्, तर तिम्रो पक्षमा छैन भनेर उनलाई भनिदिनु पर्ने। सडकबाट दिने म्यासेज हो यो। यहाँले चाहिँ 10-20 हजारको कुरा गर्नुभयो, फेरि पनि सडकमा कुनै पनि सङ्कोच नमानी भन्ने हो भने लाखभन्दा माथि मानिस सडकमा थिए भनेर कतिपयले भन्ने गर्छन् होइन। बढाइ चढाइ गरेर जे भने पनि हुन्छ, त्यो हामी सबैले हेरेकै बुझेकै छौँ। हामी यस्ता सडक आन्दोलन धेरै गरेर आएका, त्यो चाहिँ मतलब आउने जनसमुदायको आकलन गर्न सक्ने त्यो बुद्धि क्षमता भएका हामी त्यो सबै सचेत मानिसहरू छौँ। आन्दोलन के हो, त्यसमा कति मान्छे हुन्छन्, कति मान्छेलाई कसरी काउन्ट गरिन्छ भन्ने कुरा सबै कुरा हामीलाई राम्ररी जानकारी। सडकमा आएका राजावादीहरूलाई सरकारले के गर्नु पर्थ्यो? के गर्नु पर्दैन त, खुरुखुरु हिँड्न दिनु पर्थ्यो। सरकारको अकर्मण्यता त प्रदर्शन भएको छैन नि यो सन्दर्भमा। छैन, ती मान्छेहरू हिँडेर के भएको छ र? ती हिँडेर के हुन्छ, कराउँछन्, बोल्छन्, थाक्छन्। ती त म राजावादी हुँ भन्नेहरूलाई तपाईँ विभिन्न तिनको चरित्रलाई एनालाइसिस गर्नुहोस्, तिनको दल, तिनको इतिहास सबै कुरा तपाईँले हेर्नुभयो र स्वयं राजा हुँ भन्नेको ट्र्याक रेकर्ड हेर्नुहोस्। आजदेखि होइन, उहिलेदेखिको खोज्नुहोस्, भनिदिनुहोस् न होइन। त्यो सबै कुरालाई तपाईँ हेर्नु हो भनेदेखि यो टिक्न सक्ने कुरा पनि होइन होइन। तिनका अत्याचार त हामीले भोगेका छौँ नि। नयाँ पुस्ताले राजा राजतन्त्रले दिएको अत्याचार नभएको हुनाले अलिअलि काहीँ कसैलाई योभन्दा त राजा ठिक भन्ने पर्या पनि हुनसक्छ। तर कति जेलनेलमा कसरी यातना भोग्नु परेको छ, कति मानिसहरू शहीद भएछन्, कतिले जीवन बिताए, कति काङ्ग्रेस कति कम्युनिस्ट कसरी मारिए, कसरी जेल बसे, कसरी राजद्रोहको मुद्दा लगाइयो, कसरी ती गोलघरमा यातना खपे, कसरी 18-20 वर्षसम्म जेलमा तिनीहरू कोचिनु पर्यो। यो सबै कुराको पीडा जब हामी एक एक गरेर राख्दै जान्छौँ नि, आज मात्रै होइन के, उहिले पृथ्वीनारायण शाहदेखि यहाँसम्मका त्रिभुवनसम्मका पाला, महेन्द्र वीरेन्द्रका पालासम्म आउँदा, ज्ञानेन्द्रको पालासम्म आउँदा हामीले कस्ता यातना भोग्यौँ भनेर हामीले राख्दै जाँदा त्यो राजतन्त्र हुँ भन्ने, राजतन्त्रवादी हुँ भन्ने र राजा हुँ भन्नेहरू यति नाङ्गे हुँदै जान्छन् कि जनता तिनका विरुद्धमा फेरि सडकमा लाठी लिएर निक्लन पनि भेट छैन। युवा पुस्ताको राज संस्थाप्रतिको आकर्षणलाई के भन्ने? युवा पुस्ताको राजतन्त्रप्रति होइन, वास्तवमा युवा पुस्तालाई आज राजनीतिप्रति नै कुनै खासकै छैन होइन। अब केही मानिस सडकमा युवा पुस्ता पनि आउन सक्छ, वृद्ध पनि आउन सक्छ, कतिपय मान्छेहरू मैसँग सङ्गत भएका मान्छेहरू पनि हातै तपाईँले खतम गर्नु भने बरु राजाले गरेको ठिक छ नि भन्ने, कम्युनिस्टलाई भोट हाल्ने, काङ्ग्रेसलाई भोट हाल्ने पनि तिनले भने पनि मैले सुनेको छु। जो बसेर छलफल गर्दै जाँदा तपाईँको तर्क उत्तेजनाको हिसाबले ठिक छ, तर तपाईँ एक्चुअली तपाईँको आफ्नो सैद्धान्तिक प्रतिबद्धताको हिसाब र आजसम्मको इतिहासलाई अध्ययन गरेर भन्नुहोस् त के ठिक छ भन्दा त्यसो त राजतन्त्र कहिले ठिक हुन्छ र भन्नेहरू पनि छन्। कहिलेकाहीँ मानिसलाई यस्तो डेलीमा यसको दोधार भइरहन्छ क्या। सत्तामा गणतन्त्रवादी दलहरू नै छन्, उनीहरूकै नेतृत्वमा सरकार छ। तपाईँहरूको
जनप्रदर्शनमा सत्तामा रहेका दलहरूको सहभागिता रहन्छ कि रहँदैन?